तपाईको म कुनै पनि स्ट्याटस हेर्छु फोटो हेर्छु वा तपाईले दिएको अभिव्यक्ति हेर्छु अनि त्यहाँ अलिकति कमेन्टहरू पढ्छु क्या भगवान कसम कमेन्ट यस्तो कहिलेकाहीँ ब्रुटल हुन्छन् कि हैन अधिकांश त्यो अधिकांश कमेन्ट मध्येको तपाईलाई चाहिँ रिपिटेडली आउने कमेन्ट के याद छ बाख्रा किसिमको मान्छे होइन कि सही गलत गरे भने गलत हो राष्ट्रपतिको चुनावमा हामीले हाल्नु हुँदैन भन्यौं निर्णय गरायौं त हैन राष्ट्रपतिलाई मानेर सरकारमा जाने गणतन्त्र नेपालको राष्ट्रपतिलाई स्वीकार्ने शपथ ग्रहण गर्ने अनि राष्ट्रपतिको निर्वाचनमा भाग नलिने दोहोरो नीति अनि यसो भयो द्वैत मनस्थिति तपाईं चाहिँ कुन देशको नागरिक हो म नेपालको नागरिक तपाई कुन देशको यो नेपाल कसले बनाएको गिभ मी आन्सर नेपाल त नेपाली जनताले बनायो अहिले जनताले कहिले बनाए यहाँ धेरै जनताले कुर्बानी गरेका छन् त्याग गरेका छन् तपस्या गरेर सङ्घर्ष गरेर एकीकरण कसले गर्यो आन्सर हाम्रा उम्मेदवारहरूलाई सूर्यमा मात्रै छाप लगाउँदै जाने हो सूर्यमा मात्रै छाप लगाउँदै जा मेयरमा सरी सूर्यलाई अस्वीकार गरेर बानी बसेको